तपाईको भोट कुन पार्टीलाई? यसपालिको चुनावमा तपाईँ कुन पार्टीलाई भोट हाल्ने? यो प्रश्न अहिले नेपाली समाजमा व्याप्त चलिरहेको प्रश्न हो। पुरानो पार्टीहरू आफ्नो विरासत जोगाउन तल्लीन देखिन्छन् भने नयाँ पार्टीहरू आफूलाई स्थापित गर्न र नयाँ एजेन्डा लिएर जनतामा प्रस्तुत हुन चाहिरहेका छन्। नेपाली जनताले यो चुनावमा आफ्नो बुद्धि र विवेक पुर्याउन अति नै आवश्यक छ, नत्र यो 5 वर्ष पनि जनताको लागि दुर्भाग्य साबित हुनेछ। अब एकछिन नेपालको इतिहास हेरौँ। नेपालको इतिहास हेर्ने हो भने 2046 सालदेखि 2082 सालसम्म लगभग 36 वर्ष भएछ। यो 36 वर्ष विकासको अवस्था र प्रति व्यक्ति आएको हिसाबले हेर्ने हो भने र छिमेकी मुलुकहरूसित तुलना गर्ने हो भने नेपालको अवस्था ज्यादै दयनीय र विकासको गति कछुवाको तालमै नै देखिन्छ। एकछिन इतिहास हेरौँ। जीडीपी प्रति व्यक्ति आय भनेको त्यो देशले कमाउने कुल आयमा